एभ्रिवान आज चाहिँ म तपाईँलाई यहाँको फुल देखाउन लागेको छु। हेर्नुहोस् न, मेरो पापाले रोप्नु भएको कति थरीको गोदावरी अझै बगनभिलियाहरू है। यहाँ पनि हेर्न सक्नुहुन्छ। अनि उहाँ चाहिँ फुलको धेरै सोखिन हुनुहुन्छ अनि डिफ्रेन्ट किसिमको फुल जता जाँदा पनि उहाँले लिएर आउनुहुन्छ। अनि म तपाईँलाई पनि देखाउँदैछु। जसरी तपाईँले यो फुलहरू यति सुन्दर देख्नु हुँदैछ, तर यसको पछि पनि धेरै हार्डवर्क छ है। सानो बिरुवा हुँदाखेरि यसलाई राम्रोसँगले गोडमेल गरेर समयमा पानी दिएको कारणले गर्दाखेरि चाहिँ आज यो फुलहरू यति सुन्दर भएर फुलेको छ। यसरी नै हामीको जीवनलाई पनि समय हुँदा नै परमेश्वरको वचनद्वारा अनि परमेश्वरको आज्ञाद्वारा शिक्षा अनुसार हामी आफ्नो जीवनमा गोडमेल अनि पानी हाल्न जरुरी छ। अनि मात्रै हामीहरूको जीवन पनि यो फुल जस्तो सुन्दर हुन्छ। थ्याङ्क यू।